हेलो साथीहरु, नमस्ते सबैजनालाई मेरो भिडियोमा स्वागत छ है साथीहरु। यो भिडियो के साथीहरु मैले धेरै दिन अगाडि खिचेर राखेको थिएँ यस्तै न भिडियो बनाएर। मैले चाहिँ यो भिडियो यस्तै मोबाइलमा खिचेर राखेको थिएँ। मैले चाहिँ आज धेरै काम भएको कारणले चाहिँ आज मैले केही भिडियोहरु खिच्न पनि पाएन। अनि त्यसैले चाहिँ मैले यसो मोबाइल चेक गरेको धेरै दिन अगाडिको भिडियो, लगभग 15-20 दिन अगाडिको भिडियो हो यो। अनि मैले चाहिँ यो भिडियोलाई चाहिँ मैले सोचेँ कि आज यही भिडियो एडिट गरेर राख्छु भन्ने सोचेर चाहिँ हजुरहरूको माझ चाहिँ यो भिडियो ल्याएर आएँ है त मैले। यो चाहिँ मैले चाहिँ है बिहान अब यस्तै त अर्काको देशमा अब अरूको काम गर्न जानुपर्छ, त्यसैले चाहिँ फटाफट बिहानै उठेर खाना बनाएर बच्चाहरूको लागि छोडेर काममा गएको थिएँ। तर बच्चाहरूले चाहिँ सब्जी नभएर खानै नखाएको रहेछ कि साथीहरू। अनि त्यसपछि चाहिँ म लगभग बिहानै निक्लेको मान्छे 7 बजे 1-2 बजे आउँदासम्म पनि बच्चाहरूले केही पनि नखाएर बसिरहेको है। म पनि केही नखाएर नै बनाएर छोडेर गएको थिएँ। अनि त्यसपछि चाहिँ आएर म उहाँबाट कामबाट आइसकेपछि चाहिँ नानीहरू भोक लाग्यो भन्न लाग्यो है। अनि त्यसपछि चाहिँ मैले फटाफट न अनि मैले सोचेँ अब सब्जी पनि बनाएको थिएन नि त, अब के बनाऊ भन्ने सोचेँ। अब छिटो पनि मिठो पनि है। अब अझ फेरि वापस काममा जानु थियो नि त मलाई। अनि त्यही भएर मैले सोचेँ अन्डा नै बनाउँछु आज चाहिँ भनेर सोचेर चाहिँ अनि मैले त्यो दिन चाहिँ फटाफट न अन्डा ल्याएर अन्डाको अम्लेट बनाएँ। अनि त्यसपछि फटाफट बच्चाहरूलाई भोक लाग्यो भन्दै थिए है। अनि नानीको बाबाले पनि भोक लाग्यो भन्दै हुनुहुन्थ्यो। उहाँ पनि धेरै काममा बिजी हुनुहुन्छ कि उहाँले मलाई हेल्प गर्न पाउनुहुन्न। अनि त्यसैले उहाँलाई पनि मैले खाना खान बोलाएर चाहिँ फटाफट खाना हालेँ मैले। मलाई पनि धेरै नै भोक लागेको थियो, काम थाक पनि लागेको थियो। अरूको काम गरेर आउनुपर्छ, फेरि घर आएर पनि सबै काम आफूले नै गर्नुपर्छ नि त। अनि त्यसैले चाहिँ मैले अनि फटाफट यिनीहरूलाई खाना हालिदिएँ नानीहरूलाई, अनि आफूलाई पनि हालेँ मैले। अनि यो खाना चाहिँ अब यस्तो कि यो इन्डियाको ठाउँमा जति जति मिठो बनाऊँ भने पनि मिठो नहुने क्या साथीहरू, किन होला है। हाम्रो नेपालमा त केही नहाल्दा पनि मिठो हुन्छ, त्यो तर पनि अन्डा भएर चाहिँ खाना खाइयो के साथीहरू। अनि चाहिँ मेरो जेठो छोरीलाई पनि सोधेको कस्तो भएको छ बाबु भनेको, मिठो छ भन्दै थियो। भोक लागेको बेलामा मिठो भयो अरे, उसले अन्डा खान्थेन, आज चाहिँ अन्डा खायो भाजी नभएर चाहिँ। अनि त्यसपछि चाहिँ म पनि फटाफट खाना लागिहालेँ है, मलाई पनि भोक लाग्थ्यो। आजलाई यति नै, बाई बाई।